आज हामी घरै बसी बिजुलीको बिल तिर्ने सजिलो तरिकाको बारेमा तपाईहरूलाई जानकारी गराउँदैछौँ। के तपाईँ अझै पनि बिजुलीको बिल तिर्न लाइनमा बस्दै समय खेरो फाल्नु भएको छ? अब यो झन्झट छोड्नुहोस्। तपाईँको हातमा भएको मोबाइलबाटै मात्र 2 मिनेटमा नेपाल विद्युत प्राधिकरणको बिल तिर्न सकिन्छ। कसरी? आउनुहोस् हेरौँ। घरमा बसेर आफ्नो हातको मोबाइलबाट बिजुलीको महसुल भुक्तानी गर्न यी 3 कुराको याद गर्नुहोस्। पहिलो, आफ्नो बिल तिर्ने काउन्टर वा शाखा। दोस्रो, बिलमा भएको एससी नम्बर। तेस्रोमा आफ्नो कन्ज्युमर आइडी कुन हो त्यो कपीमा लेखेर टिपोट गर्नुहोस् वा तपाईँको घरको बिजुलीको बिल अगाडि ल्याएर राख्नुहोस्। त्यसपछि तपाईँले आफ्नो मोबाइलमा भएको ई-सेवा, खल्ती वा ब्याङ्किङ एप खोल्नुहोस्। एपको अनलाइन पेमेन्ट्समा गएर इलेक्ट्रिसिटीमा क्लिक गर्नुहोस्। 2. आफ्नो एनइगी काउन्टर छान्नुहोस्। 3. बिलमा भएको तपाईँको 8 नम्बरको एससी नम्बर र 5 नम्बरको कन्ज्युमर आइडी टाइप गर्नुहोस्। हानेको विवरण राम्रोसँग हेरेर इन्क्वायरीमा क्लिक गर्नुहोस्। 4. बिलमा भएको रकम भेरिफाई गरेर विवरण मिलेको छ भने पेमा क्लिक गरी आफ्नो पिन हानेर भुक्तानी गर्नुहोस्। लौ, अब तपाईँको बिल तिर्ने काम 2 मिनेटभित्रै सकिएको छ। बिल तिरेपछि रसिद डाउनलोड गर्न नबिर्सिनुहोला। तपाईँले जान्नुभएको छ भने यो भिडियो सेयर गर्नुहोला। जान्नुभएको छैन भने मैले माथि तिरेको जस्तै गरेर यो भिडियो हेरेर घरमा बसेर तिर्नुहोला। यस्तै काम लाग्ने सरकारी सेवा सम्बन्धी जानकारीका लागि मेरो सरकारी सेवा तपाईहरू समक्ष भन्ने युट्युब च्यानललाई सब्स्क्राइब गर्न नभुल्नुहोला।